दुईजना बस्नु मिल्दैन कस्तो लाग्यो एकदम ल ह्यापी बर्थडे भेना थ्याङ्क यू भाइ अझै चाहिँ ल हल्लाउनु न हल्लाउनु थ्याङ्क यू ह्यापी बर्थडे टु यु नदल्नु न नदल्नु न यहाँ ल है अब जुरे भाइको के अरे बर्थडे खानु पायो ल साथीहरू आज हामी चाहिँ सानो कार्यक्रम माता तीर्थ औँसी तथा हाम्रो भेनाजुको चाहिँ एकदम ह्याप्पी बर्थडे भएको कारणले गर्दाखेरि लगभग हामी चाहिँ यस्तै छ तयारी सो यतापट्टि किचन देख्न सक्नुहुन्छ यस्तै छ गाइस अरू साथीहरू अब चाहिँ हामी भेनाको ट्यागको टिकट गर मिलाएर भेनाले भनिसकेको छु अरे राखेको फाइदै हो मम्मीको लागि लु न चिरो बाल्दिनु दुईजना बस्नु मिल्दैन दुईजना नराख्ने एकजना मती मम्मीलाई पछि पुजिसकेर कस्तो लाग्यो एकदम हाम्रो दिदीलाई चाहिँ पुरै अपोइन्टमेन्ट लिएर बोलाएको है अलिक देखिएन है खै अलिक यता आउँदा कस्तो वाउ खिचिसकेको अब थिच्न मात्रै बाँकी त्यो एउटा मात्रै हो यो ल ह्यापी बर्थडे भेना थ्याङ्क यू भाइ ल हल्लाउनु न हल्लाउनु यस्तै हो बिस्तारै सिकिन्छ नि त हरेक कुरा ल के आएन नसुधे तौसुबमा सत्मकमय ओम शान्ति शान्ति ल अब भेना जहीँ पर्नुभयो ए भइहाल्छ खाम मिलाएर अहिले डिजिटल भइसक्यो नि त यही हो भन्दैन यता मैले लगभग ल भाइ अब त्यो मिलाएर बुझौँ न छिटो बिहान छिटै उठ्नु अरे जीवन धेरै चक्लेट नखानु आखिरमा त बाँकी कुरा चित्र बनाइराख्दा के हो यो फुक्नु न ल फुकेको चाहिँ छैन ल ल ह्यापी मदर्स डे किन दल्यो फुक्नु माग्दैन मुख हेर्न दिनु हो नि त
ह्याप्पी मदर्स पुग्नु न यो पुग्नु न पुग्नु न हजुर छोरीले बिजोग बनाइ हाल्यो हजुर चाहिँ मलाई खोइ तपाईँले हेर्नुभएको मुख मम्मीको मुख हेरेँ खोइ हेर्दैन नि तपाईँ हेर्नु मजाले हेर्नु छिटो उता के अलिक मजाले हेर्नु न मिलाएर अब योले टन्ठीले हैन अगाडि हजुर अलि यस्तोमा राख्नु न जीवन सिगान पुस्नेले न यहाँ समात्ने क्या यहाँ एउटा लु 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 आँसु सरी छ त ल काट्नुहोस् मम्मी टिस्यु के दियो हाँसेको सासु यहाँ समात यस्तो यो गिलोको छ कि गिलो त छ त्यस्तो होइन क्या यस्तो सिधा काट्नु पर्यो यति काट्नु गिलो छ कि भन्छ अब यतादेखि काट्नु हो त्यसैले रिङ्गु जस्तो नि कति रन काट्दै काट्दै लानु लु अलिक ठुल्ठुलो काट्नु न हौ लु त्यता होइन बिग्रिन्छ क्या यस्तो 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 छुट्याउनु न आधी आधी काउन्टे पारेर लु तान्नु तान्नु यसो अब बेलचाले सुन्न हौ यो लाभो भन्छु यता दिनु न वर्षालाई दिनु दिनु अरूलाई भयो हौ भिजेकै बनायो मम्मी सक्यो सक्यो हाँसेर टिका लाउनु बिर्सेर यहाँ ठ्याक्कै चाहिँ मुखमा बारेर चाहिँ मुखै टालियो खै आशीर्वाद चाहिँ त्यही हो मनै नि मनमा नै के चामच किने हो त्यही हो मेन चाहिँ त्यही होला नि लिएर आएर खानु न टक्नु न टक्नु रुम छ फेरि हाम्रो मम्मी त किन चित्त दुखेर किन रुन्छ मिलाएर झन्डै झर क्या पालो चाहिँ हाम्रो भेनाको पालो मम्मी फुपू उठेर गइसक्नु भइसक्यो मदर्स डे भेना थ्याङ्क यू ह्यापी बर्थडे टु यु ह्यापी एनिभर्सरी आफ्नै बर्थडे मम्मीलाई त अनि एक पाथी लागिहालेछ नि केक खानु मुवा भन्दा धेरै ल होइन फोटो खिच्नुपर्छ होला हौ एउटा है फोटो खिचिदिए त होइन मैले गाडीहरू अर्कै ठाउँमा टु यु ह्यापी बर्थडे टु यु गइ गइ ल ल ह्याप्पी बर्थडे नदल्नु न यहाँ ल ओहो ओहो मेरो अलिकति मिलेन एकछिन अलिकति मिलेन दिदीको भुलै भुल भएको छ ला मेरो क्यामेरा त आउनु न आऊ ला मेरो आफैला ल ल ल यस्ता क्या मलाई दिएको ह्यापी बर्थडे भेना थ्याङ्क यू ल ल ल ल ल ल त स्यान्टा जस्तै देखिनु भयो त अनि सेन्टा कलस कुन कलस कुन कलस दियो कलस दियो कलस मार्दा हुन्छ ल है अब यो तपाईँ अब यत्रो बढ्दा जन्मिनु भइहाल्यो के गर्नु त अब
birthday to you. Lô phúc nó về nè. बाउ सरी भेनालाई ह्यापी बर्थडे टु खै यु छोरी चाहिँ नि Sorry, birthday gift त्यही अरे दिदीको बर्थडे गिफ्ट चाहिँ मेरो नि मिलाएर त्यही गिफ्ट आउनु न जहिले टिका लगाइदिनु न भनेको कहाँ भागो ओ फुपू केक धुन थाल्नु भयो धेरै नहाँस्न त सिलाको उद्रे लानु परेको चाहिँ लो टिका लगाइदिनु लो जयलाई टिका लगाएर सबै टालिका आशीर्वाद खाली गर्नु है बेना आफै आँखा पोल्यो है दो साह्रै ठुलो बनाइदिए पिचिची हान्नुहुन्छ अनि उताको पुगोस् आटाको पुगोस् दुःख कष्ट नहोस् चिरञ्जीवी आयो अब चिरञ्जीवी जस्तो मलाउनु बिरानी स्कुलतिरको चिरञ्जीवी हो जस्तो गाजिनु दसैँको आशीर्वाद दिनु हो त फुपूले त कस्तो गलत ठाउँमा भयो नि त आशीर्वाद गलत भयो जमरा चाहियो दसैँको आशीर्वाद दिइहाल्नु भयो अहिले नै आशीर्वाद चाहिँ घ्यामै लागिहालोस् लगभग अझै मनमा लागेको छ भने दिइहाल्नु भोलिदेखि त लिनुहुन्न फेरि खाली हुनु हुँदैन क्या भोलिदेखि त भेना लगाइदिए लाउनु न लगाइदियो टिका बुढीले लगाइदिनु हुने छ र मिल्छ मिल्छ खै थाहा छैन है ल बुढा अब मिल्छ कि मिल्दैन अब हाम्रो चलो जस्तै भयो हामीलाई त आएन त्यो बेला मनमनै हो ल ल ल ल आशीर्वाद ल ल ल ल परे आशीर्वाद चाहिँ अब गिफ्ट सुतिरहेको छ के खाउँ है आइदिएको छु कोक्रो सहित ल्याएर दिनु नि एकछिन मन सकियो ल सके छैन पोख्नु न यहाँ अझै बाँकी छ केक काटौँ लगाइसक्यो के कन्याको कि के गरेको ए म त कन्याको होला भनेको त आशीर्वाद त मैले दिनु मिल्छ मिल्दैन भेनालाई ट्रायल पास चाहिँ मिलाएर पुजारी बा जस्तो से पछि कोट्याउँदै थिइस् त त्यो सबै भयो नि अन्त भरे दिन है फिर्ता खर्च छैन मागेर लानु ए अझ दुईटा त गएन नि अझ गएर फिर्ता एउटा मात्र आयो भने त घाटामा हुन्छ त अझै पैसा चाहिँ यता राख्नु होला ल लगाइदे सालिन पनि सानो नानी लिन्छ लगाइदेन त्यतिकै क्या नझार्न मुटुै बाहिर निस्किन्छ लु छिटो मुटु लुकाएको थियो र झरेन अघि कति छ 25 आशीर्वाद चाहिँ थुप्रो लगाएर नि मनमनै ल बाहिर त आउँदैन मनमा नै कस्तो खालको त्यो त राम्रो खालको होइन होला है आशीर्वाद राम्रै खालको छ ल ल त्यसै गरौँ न सक्यो ल काटौँ हाम्रो चाहिँ ल तर हुन्छ लगाइदिँदा आशीर्वाद दिनु न आशीर्वाद दिनु न बस अरू केही दिनु पर्दैन ल आज कहाँबाट जुरे भाइको के अरे बर्थडे खानु पायो ढुन्डुनु थाल्नु होला है भाइ सबै चिताको पुगोस् भर्खर लक्ष्मी छोरी टेन्सनै छैन पैसा टेन्सनै छैन यो केक त नयाँ हुन्छ नि त वर्षा खाने फेरि ल ल ल ल जोन्जाङ लगाइदिएन भेनालाई त्यतिकै हाली हात यसो टिकटिक आशीर्वाद दे हामीले टिका लाउनु हुँदैन हौ जुठा परेछ र हो र सको ए सेतो लाउनु भएन खै सेतै बनाउँदैन हामी त सबै चलाउँछौँ र नि म चाहिँ हातेमा दिँदै यो कसको हो तिम्रो हो तिम्रो हो कि चौकीबाट